खै बिजुली पानी कता हो? बजाउनु सजाउनु छैन, जति बेला नि जड्कै कुरा। ठिक्क मुरा। ओ बाजे, कसलाई छुट्या? तिमी शङ्ख फुक्नी, म सानै फुक्नी। एउटा फुक्नीले अर्को फुक्नीलाई किन छुक्नी? ओइ वहाँ को हो? अधिकारी जी। नमस्कार नमस्कार नमस्कार। अधिकारी भान्सा नाक त पुष्टकारी जस्तो छ। भनेपछि छोरी माग्न आउनु भएको? हजुर। बिहा गर्न उमेर कति भयो? त्यस्तै काटकुट पारेर 45 जति राखौँ न हजुर। अझै 2-4 वर्ष पुर्या भए त वृद्ध भत्ता आउँथ्यो नि। नमस्ते सर। ओहो, किन अबेर पातली मिस? यहाँ बाहिर बच्चा चलेर हैरान छ। के गर्नु सर, आफ्नो नि भित्र बच्चा चलेर हैरान छ। पालेजी के गरे भने यो एक मैले बजाइसके, अब त 2 को पालो। के एक थप्दा भइगयो नि त। के चाहियो? चाहियो त चाहियो नि। नकर, जाड चाहियो भन्न। तेरो जानको पैसा तिर्दा तिर्दा कंगाल भइसक्यो। अब त्यसलाई घरै लानु पर्ला लाग्छ। बढी नबोल, चुप लाएर खिचेर घर जाऊ। ठिक भन्नुभयो ससुरबा। के भनिस्? भोलि पर्सि लालाको बिहामा बाजा बजाउनु पर्दा थाहा पाउनुहोस्। खाऊ न। भनेपछि तिम्रो शङ्ख नबजी मेरो सानै नबज्ने भयो नि त। नमस्कार हनुमान जी। हनुमान? को हनुमान? अब पहाड जो उठाउनु भएको छ। अलि मिलाएर। यस्तो भोज स्कुलमा भइरहन्छ। होइन, कहिलेकाहीँ पढाइ पनि हुन्छ। अनि स्कुलमा भोज किन भएको होला? क्याम्पस नभएर नि। ए, हाम्रो गाउँमा एउटा नि क्याम्पस छैन। क्याम्पस भइदियो भए त्यहाँ गएर नि खानुहुन्छ। हेलो, हाय। म राजा। तपाईँसँग परिचय गर्न मन लाग्यो। म तपाईँ घरमा आउँदैछु। किन हो, के थियो र अङ्कल? साला कुरै नबुझे आजसम्म। आजकल बोयफ्रेन्डलाई बाबा भन्छ। अङ्कल भनेको त बाबा भन्दा पनि जवान हो। आजबाट तमी मेरो लागि एउटै कोठामा सुत्ने शत्रु मात्रै हो। मनलाई कन्ट्रोल गरेर सँगै सुत्न पनि त सकिन्छ नि राजा। नाच्न नपाउने भएपछि डिस्को किन जाने? अलिकति तिम्रो टाउको उठाउ न। कस्तो देखिएछ? एउटा फोटो काकासँग खिचेको थिएँ, यस्तै आएको थियो। झोल मात्रै छ त हौ, चौडा खोइ त। के को तरकारी खाएको भनेर थाहा त हुनु पर्यो नि हौ। 2 पैसाको आम्दानी छैन। तल्ला घरको गोकर्णी अस्ति मात्र मलेसिया गएको 2 लाख पठाइसक्यो रे। त्यसको ससुले 5000 को रातो साडी लाएर लरक लरक पार्दै हिँडेकी छ। तिमीले देखेछौ? हो र? कहाँ हिँडेको नि खाना छोडेर? त्यसको साडी हेर्न जान लागेको नि। होइन, के खोज्छ यसले? मासु छ कि भन्दा खोज्या नि। मासु छैन आमा? गीत दे मरो, दसैँ हो र?
ए मासु नभए भात त मलाई सर देखा जस्तै लाग्छ। बिहा गर्नु पर्दैन। बिहा गरेर मासु खानु पाइन्छ? ससुरालीमा त पाइन्छ होला नि। ससुरालीमा एक दिन मासु खानु पाइएला, त्यसको सट्टा 364 दिन स्वास्नीले मेरो मासु खान्छ। के बिहा गर्ने? मेरो खराब पानी छ, मेरो खराब। थाहा छ बाजे, मलाई तपाईँको टुप्पी कस्तो मनपर्छ नि। त्यसो भए त मेरो भन्दा राम्रो टुप्पी मेरो बाकै छैन। यो बाजेको त छैन कि क्या हो? मन भन्या